मास्टर्स सिकाएर हालसालै 2 महिना अगाडि नेपाल फर्केको हो। र मेरो चाहिँ मेजर भनेको मैले चाहिँ अपरेसनको डक्टर हो, सर्जन भन्छ। हाल अघि सोफीले भन्नुभयो म 2टा अस्पतालमा कार्यरत छु। विशेष त आज त्यस्तो शुभ दिनमा यस्तो शुभ अवसरमा सोफीले बोलाइदिनु भयो र तपाईँहरूको फलकले सम्मान दिनुभयो। म सम्मान खाने सबैलाई र सम्मान दिने उहाँहरूभन्दा ठुलो सम्मान दिने तपाईँहरू सबैलाई फेरि पनि चाहन्छु। धेरै त बोल्न आउँदैन, तैपनि म चाहिँ एउटा चिकित्सक भएको नाताले स्पेसली पनि म चाहिँ एउटा अपरेसन गर्ने सर्जन भएको नाताले चाहिँ म तपाईँहरूलाई आज यो स्तन क्यान्सर, किनभने धेरैजना मैले हाम्रो दिदीबहिनी चेलीबहिनी देखेँ, त्यही भएर चाहिँ मैले स्तन क्यान्सरको बारेमा चाहिँ तपाईँहरूलाई केही हल्का 1 मिनट चाहिँ भन्छु र स्पेसली कसरी जाँच गर्ने भन्ने चाहिँ तपाईँहरूलाई म अलिकति सिकाइदिन्छु। र क्यान्सर आफैमा सुन्दा चाहिँ नराम्रो हो, तर यो क्यान्सर सुरुमै थाहा पायो भने चाहिँ पूर्ण रूपमा निवारण हुन पनि सक्छ। तर क्यान्सर भन्दैमा आत्तिहाल्नु पर्ने, ल म मरिहाल्छ, म 6 महिनामा मर्छ भन्ने हुँदैन। स्पेसली हाम्रो नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने चाहिँ नेपाल मात्र नभएर संसारमै भन्ने हो भने चाहिँ महिलालाई 2टा क्यान्सर प्रमुख रूपमा देखा परेको छ। 1 नम्बरमा चाहिँ पाठेघरको मुखको क्यान्सर भने दोस्रोमा चाहिँ स्तन क्यान्सर। स्तन क्यान्सर पनि अब तपाईँको विभिन्न परिकारको हुन्छ, तर हामीले जेनरल रूपमा थाहा पाउँदाखेरि चाहिँ सबै स्तनमा आएका गिर्खाहरू क्यान्सर हुँदैनन्। तर सबै क्यान्सरहरू फेरि गिर्खा नै, धेरै जसो चाहिँ गिर्खा नै हुन्छ, तर कुनै कुनै चाहिँ अलिकति पिप आएको जस्तो, रगत आएको जस्तो भएर पनि देखा पर्न सक्छ। त्यसैले सबै गिर्खा हुँदैमा म क्यान्सर भयो, ल म त अब मऱ्यो, मेरो फैलियो भनेर चाहिँ नसोच्नु होला। स्पेसली अब हाम्रो महिला दिदीबहिनीहरूलाई चाहिँ मैले तपाईँहरूले सिकाउन लाग्यो, राम्रोसँग ध्यान दिएर सिक्नु होला र प्लिज लाज नमान्नु होला, कृपया लाज नमान्नु होला। किनभने हाम्रो देशमा स्पेसली हाम्रो नेपाल जस्तो देशमा चाहिँ हाम्रो प्रमुख भनौँ न क्यान्सर बढ्नुको कारण चाहिँ हाम्रो लाजै, हाम्रो सामाजिक यो रीतिरिवाजदेखि लिएर सामाजिक जुन मूल्य मान्यता छ त्यसलाई नै हामीले प्राथमिकता राखेर हो कि किन हो धेरैजना हाम्रो महिला दिदीबहिनीहरू चाहिँ स्टेज 3, 4 या कुनै त हामीले गर्नै नसक्ने अवस्थामा पनि आउनु भएको छ। त्यसैले लाज नमान्नु होला। तपाईँलाई त्यस्तो कुनै शङ्का लागेको छ भने नजिकैको स्वास्थ्य चौकी नत्र भए तपाईँहरू नजिक कहाँ पर्छ त्यहाँ नजिकैको डाक्टरलाई नै जसाउनु होला। डाक्टरको नाममा डाक्टरको कोट लाउने मान्छेहरू धेरै छन् हाम्रो देशमा। अनि टिकटकदेखि लिएर यो युट्युब अहिले के आइरहेको छ होइन। कतिले त राम्रो मेसेज दिन खोज्नुहुन्छ, तर कहिले कहिले उहाँहरूले दिन खोजेको मेसेज सायद उहाँहरूले दिन खोजेको सन्देश तपाईँहरूसँग राम्रोसँग नगएको पनि हुनसक्छ या जानी कहिले अलिक सरल भएको हुनसक्छ। त्यसैले तपाईँहरूलाई गाह्रो लाग्छ, तपाईँहरूलाई शङ्का लागेको छ भने सबैभन्दा राम्रो भनेको नजिकैको स्वास्थ्य संस्था या डाक्टरलाई नै जताउँदा राम्रो हो। सबैजना चाहिँ अब सेतो कपडा लागेको भन्दैमा उहाँलाई डाक्टरै सोचेर चाहिँ उहाँको कुरा सबै त्यसो नगर्नु होला। आफूलाई शङ्का लाग्छ भने चाहिँ डाक्टरै भएको ठाउँमा जानु होला। विशेष त अब कसरी जाँच गर्ने भन्ने सम्बन्धमै म तपाईँहरूलाई केही डेमो देखाउन चाहन्छु। हामी सबैको प्रायः 5वटा औँला हुन्छ। 5वटा पनि हामीले मेन त 3टा औँला लिने। 3टा औँलाको पनि यो भागलाई होइन कि यो बिचको भाग, यसलाई गरेर हामीले चाहिँ प्रायः आफ्नो स्तन जाँच गर्दाखेरि चाहिँ या त यो हात यसरी तल राख्ने, नत्र यो हात यसरी तल राख्ने। प्रायः राम्रो चाहिँ यो हात यसरी पछाडि राख्दाखेरि हाम्रो स्तनको चाहिँ प्रायः हामीले स्तनलाई चाहिँ 4वटा भागमा डिभाइड गर्छौँ। कतिपयमा चाहिँ हामी 5 भाग भन्छौँ। अनि यसलाई चाहिँ स्तन यसरी छ भने हाम्रो जुन दुधको मुन्टा हुन्छ, मुन्टालाई मानिलियो भने मुन्टाबाट सिधा एउटा चिरा अनि मुन्टाबाट यसरी फेरि एउटा ठाडो एउटा चाहिँ तेर्सो गरेर चाहिँ 1, 2, 3, 4 अनि एउटा चाहिँ मुन्टाको भित्र, त्यसलाई एपिकल भन्छ। त्यो चाहिँ गरेर 5 भागमा चाहिँ हामीले डिभाइड गर्छौँ। जहिले पनि हामीले देब्रे जाँच गर्दाखेरि दाहिने हात र दाहिने जाँच गर्दाखेरि देब्रे हात, अनि जहिले नै गर्दाखेरि चाहिँ क्लकवाइज भन्छ। घडीको सुई जसरी गर्छ नि यसरी गर्छ नि क्लकवाइज यसरी हुन्छ, यसरी गर्नु होला। दाहिने गर्दा पनि त्यसरी, देब्रे गर्दा पनि त्यसरी गर्नु होला, उल्टोरी चाहिँ नगर्नु होला। अनि यसले यो 3टा औँलाको यो भागले चाहिँ हामीले हात यसरी राख्यो, पहिला 1 भाग तल माथि सबै हेर्ने, फेरि 2 भाग अनि 3 भाग 4 भाग अनि 5 भाग।
यदि यसरी खाम्दाखेरि तपाईँको कुनै गिर्खा आयो कि तपाईँलाई शङ्का लाग्छ भने चाहिँ नजिकैको डाक्टरले गर्नु होला। जसरी अहिले दाइले गऱ्यो देब्रे पनि त्यसरी नै 1 भाग 2 भाग 3 भाग 4 भाग र 5 भाग। र धेरै जसो स्तन क्यान्सरको चाहिँ सिधै नै गिर्खा हाम्रो काखीको गिर्खा भन्छ, जसलाई हामी एक्जिलेरी लिम्फ नोड भन्छ, त्यहाँ चाहिँ फैलिसकेको हुँदैन। स्टेज 1 2 छ भने कहिले कहिले फैलिसकेको हुँदैन, तर अब भन्न चाहिँ सकिँदैन। त्यस्तो छ भने गिर्खाहरूको जाँच चाहिँ तपाईँहरू आफैले गर्न सक्नुहुन्न, तर स्तनको जाँच चाहिँ आफैले गर्न सक्नुहुन्छ। त्यो जाँच गर्नु होला। धेरै जस्तो चाहिँ कहिले कुनै मान्छेहरूमा चाहिँ अब भनौँ न महिनावारी सुकिसकेको मान्छेहरूमा दुध आउने या दुधको मुन्टा भित्र छिर्ने या कहिले कहिले चाहिँ हजुरको यो स्तनमा चाहिँ हाम्रो सुन्तलाको बोक्राको जस्तै हेर्नु भएको छ नि, सुन्तलाको बोक्रा कसरी चाहिँ अलिक बिबिरा जस्तो आएको हुन्छ नि, त्यस्तो आएको छ भने चाहिँ अर्को भनेको रगत, स्तनबाट रगत आएको छ भने, मुन्टाबाट रगत आएको छ भने चाहिँ कतै मलाई नराम्रो रोग भयो कि या कतै केही छ कि भनेर शङ्का गर्नुहोस् र नजिकैको स्वास्थ्य संस्थानमा गएर देखाउनु होला। अहिले मैले भनेको चाहिँ एकदमै छोटकरीमा भनेको हो, तर यो छोटकरीमा भने तापनि मैले तपाईँलाई कसरी जाँच गर्न चाहिँ सिकाइदिएको छु। र यस्तो जाँच चाहिँ सकेसम्म आफूले ऐनाको अगाडि बसेर जाँच गर्नु होला, ताकि त्यो भयो भने तपाईँले राम्रोसँग कहाँ हो कसो थाहा पाउनुहुन्छ। र त्यस्तो केही शङ्का लाग्यो भने चाहिँ नजिकैको राम्रो डाक्टरलाई नजिकैको अस्पतालमा गएर चाहिँ सम्पर्क गर्नु होला। यो भन्दै म मेरो परिवार, मेरो अस्पतालको परिवार चाहिँ सबैबाट तपाईँहरूको परिवारलाई आउँदै गरेको अमूल लोसार 2082 तथा इस्वीसम्म 2026को हार्दिक मङ्गलमय शुभकामना गर्न चाहन्छु। तपाईँ सबैको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगति हो। कतिजना बाबु नानीहरूले आज सम्मान पाउनु भएको छ। यो सम्मान चाहिँ आउँदा पुस्ताहरूको लागि चाहिँ एउटा उदाहरण गर्नुहोस्। आउँदा पुस्ता बाबु नानीहरूले चाहिँ यसलाई एउटा उदाहरणको रूपमा लियोस् र उहाँहरू पनि यस्तै प्रगति गर्ने उहाँहरूलाई जमर्को मिलोस्, उहाँहरूलाई प्रोत्साहन मिलोस् भन्ने मेरो विचार छ।